सरकारले बर्खायाममा वर्षेनी सम्भावित बाढी पहिरो र डुबानबाट जोगिन तटीय क्षेत्रका बासिन्दालाई आग्रह गर्दै आएको छ। तर बाढी तथा डुबानबाट जोगिने बनाउन पर्ने कतिपय पूर्वाधार बनाउन हेलचेक्राइ गर्दा तराईका कतिपय जिल्लामा पुरानै नियति दोहोरिँदै आएको छ। महोत्तरीबाट मनोज झा मुक्तिको रिपोर्ट। सँगै महोत्तरीका 1 दर्जन भन्दा बढी गाउँ डुबानको जोखिममा परेका छन्। गत वर्ष नै बाढीले भत्काएका कयौं बाँधहरू मर्मत नगरिँदा महोत्तरीका अधिकांश गाउँवासीमा बाढीको त्रास छ। कतिपय ठाउँमा प्रमुख सडकका पुल नै क्षतिग्रस्त अवस्थामा पुगेका छन्, तर निर्माणको सुरसार गरिएको छैन। रातो, मरहा, भप्सी, बिघी नदीले वर्षेनी महोत्तरीका विभिन्न गाउँ बाढीको चपेटामा पर्ने गरेका छन्। बर्खायाममा जनताको तटबन्ध कार्यालय महोत्तरीले गराउने काम बालुवामा पानी खन्याए सरह हुने गरेको छ। बाँध मर्मतको नाममा अधुरो तार जालीको काम हुने गरेको तथा माटो पुर्ने काम मात्रै भएको छ। कयौं ठाउँमा बाँध नै नहुँदा सानो वर्षामा पनि महोत्तरीका केही गाउँ डुबानको चपेटामा पर्ने गरेका छन्। यस वर्ष पनि त्यही नियति दोहोरिने निश्चित छ। तिर गएर हेर्नुभयो भने अत्यन्तै गम्भीर अवस्था छ, एकदम कमजोर अवस्था छ, ठुलो मानवीय क्षति हुने स्थिति छ। र यसमा जनताको तटबन्धको कुरो गर्दाखेरि बजेट छैन। वास्तविक के छ कस्तो छ त्यो जनताको तटबन्धले नै जानोस्, तर ठाउँ ठाउँमा मर्मत सम्भार हुन चाहिँ जरुरी छ। यदि बेलैमा चाहिँ मर्मत सम्भार गरिएन भने ठुलो मानवीय क्षति र ठुलो तीहरूमा कबिलासा छ, त्यसै गरी अब यो दोस्तिया छ, त्यसै गरी यहाँ हतिसर्वा छ, यहाँ बलुवा नगरपालिकाको भगवतीपुर छ, लेउडी छ, भल्नी छ, एकदम जोखिममा छ यो बस्तीहरू। समयमै विपद व्यवस्थापन समितिको बैठक मार्फत सम्पूर्ण सरकारवालाहरूलाई बाढी नियन्त्रण एवं उद्धारका लागि सजग रहन भनिए पनि सन्तोषजनक काम नभएको महोत्तरीका सहायक प्रमुख जिल्लाधिकारी उपेन्द्र नेउपाने स्वीकार गर्छन्। यो उहाँहरूले जस्तै आफूले गएर हेरेको एक ठाउँमा हेरेको हो, अन्यत्र ठाउँमा हेरेको छैन। अन्यत्र ठाउँमा उहाँले दिएको रिपोर्टको आधारमा हामीले रातो नदीलाई माथिल्लो भागमा धेरै किसिमले त्यसलाई सुरक्षित गरेका छौँ। तल्लो भागमा बनाउन बाँकी छ, हामी बनाउँछौँ भन्ने किसिमको उहाँले भन्नुभएको छ। उहाँको प्रतिबद्धता यही छ। यदि उहाँले भनेको कुरा साँचो हो र गर्नुहुन्छ भने हामी त्यो सुरक्षित हुन सक्छौँ। यदि अब कुरा मात्रै जाने काम नगर्ने भने चाहिँ सुरक्षित हुन सकिएला जस्तो मलाई लाग्दैन। नदी नियन्त्रणका कामलाई प्रदेश र सङ्घमा विभाजन गरिनु, तटबन्ध कार्यालयले समयमै काम सुरु नगर्नु तथा सरकारवालाहरू संवेदनशील नभएसम्म महोत्तरीमा बाढीको त्रास कायमै रहने देखिन्छ। सगरमाथा टेलिभिजनका लागि महोत्तरीबाट मनोज झा मुक्तिको रिपोर्ट।